गाइज हामी चाहिँ पाटन दरबार स्क्वायरमा पाटन दरबार स्क्वायर पनि दामी रहेछ। पाटन दरबार क्षेत्र ओ बर दामी हो। मलाई 36 लाख जुत्ता चाहियो। यशोदा मैयाले 36 लाख जुत्ता किन त्यो पनि बिनाबारी जुत्ता छ। 25 लाख जुत्ता किन चाहियो? बल्ल कृष्णले भन्छ मैले जुत्ता लाउने त हरेक गाईले जुत्ता लाउँछ। र मेरो बाबाको एउटा गाई छ, तपाईँको एउटा गाई छ। हरेक गाईको कतिवटा जुत्ता 4 लाख जुत्ता। त हरेक गाई एउटा जुत्ता चाहियो। तपाईँलाई 36 लाखवटा जुत्ता बनाउनु पर्यो। तर जब यो देखियो कि गोवर्धन पहाडमा जुन घाँस थियो यस्तो मुलायम थियो कि त्यो घाँस कोसेर यशोदा मैयाले हेर्नुभयो कि त्यो घाँसले कहिले पनि बिताउँदैन। बाबा म त अब यो घाँस यस्तो मात्रै होइन कि एउटा मुलायम मात्रै होइन कि त्यो रसले होइन गाईहरूले खाँदाखेरि पनि होइन यस्तो त्यो घाँस खाएपछि गाईहरूले पनि यो व्यवस्था पनि बनाएको गोबरमाथि घाँस के घाँसबाट तपाईँहरूलाई आनन्द दिएको होइन। घाँस पनि एकदमै मुलायम नबोच्ने। यो भन्नुपर्दा भन्दा चाहिँ यो चाहिँ पाटन दरबार स्क्वायर होइन। अब यो यति राम्रो छ भने अब अर्को कति राम्रो होला। अर्को वहाँ भन्नाले भक्तपुर यो यति राम्रो छ भने भक्तपुर कति राम्रो होला। दरबार क्षेत्र है फेरि यो सबै कुण्डहरू गोमांसबाट निस्केको आँखाको आँसु र त्यो आँसुले के गर्ने भन्दा जब नयाँ वर्ष पनि हो होइन। नेपाल सम्मतदेखि 1100 होइन 1100 होइन 1146 होइन नेपाल सम्मत। आज चाहिँ नयाँ वर्ष पनि हो। म पूजा पनि भनिन्छ यसलाई। तिहारको दिन होइन। यो राम्रो राम्रो भन्दा पनि लास्ट राम्रो हो आजको दिन भगवान कृष्णले के गर्नुभयो
अमुलाले होइन उहाँले भोगलाई 7 दिनसम्म त्यो पूर्ण रूपले निकाल्ने भगवानको सेवा गर्नु त्यो वास्तवमा जुत्ता खोल्न पाउँछ यो दोस्रो पक्ति हो त्यो दोस्रोलाई मानिले प्रार्थना गर्दैछ भन्दै हुनुहुन्छ Kambare kambare So you do आनंद दिने दिला यसमा मलाई के गर्नुस् मलाई के गर्नुस् मलाई तपाईको निकट निवास गर्नु हे गोबरमा किन तपाईको निकट यदि म निवास गर्छु भने के हुन्छ तपाईको निकट निवास गर्यो भने मैले बाधाले कृष्णको दिदा पाटन म्युजियम न पाटन म्युजियमको टिकट एउटालाई 30 रुपियाँ न म्युजियम राम्रो हो न म्युजियम चाहिँ राम्रो हो न अनि कला संस्कृति पनि राम्रो हो सेभेन सेन्चुरी स्टोन यो चाहिँ 7 सेन्चुरीको स्टोन हो यो 7 सेन्चुरी भनेको त होला यहाँ पनि छ है माथि पढ्नु होला हैन यो चाहिँ 12 सेन्चुरीको स्टोन हो थाहा भएन न अरु चाहिँ अरु शिलालेख यी हेर्न सक्नुहुन्छ न के लेख्न है पढ न नेपाल भाषा यो सबै नेपाल भाषा हो हैन हामीले चाहिँ नेपाली भाषा बोल्छ तर यो चाहिँ नेपाल भाषा हो
न ए बुझ्नु भएन भने मलाई पछि कमेन्टमा भन्नु म यसको हालिदिन्छु होइन मलाई भन्नु म हालिदिन्छु होइन हेर्न सक्नुहुन्छ यी मन्दिरहरू होइन यो चाहिँ गार्डन हो क्या गार्डन गार्डन पनि गार्डनै जस्तो छ होइन कुकुर है दुइटा सुतिरह हेर्नु यी यो चाहिँ इङ्ग्लिसमा वेल नेपालीमा कुवा होइन कुवा पनि कत्रो छ भने होइन होइन अहिले सावर लिने हुन्छ नि त्यो बेला र अरू ठाउँ पनि हुन्छ होला न हेर्नु कलाकृति काष्ठकला भन्छ यसलाई काष्ठकला यहाँबाट यस्तो छिरेर गएर त्यहाँ मूर्ति यस्तो डिजाइन यो उसको त्यहाँ अगाडिको भत्केको बनाउँदैछ नि यस्तो भत्केको होइन नि यहाँ अगाडि कहिले बनाउँदैछ त्यहाँ यो त डटर भाँचेको टुक्रा यो पहिलाको भाँचेको टुक्राहरू होइन
भाँचेको ढुङ्गा मुढाहरू होइन आठौँ सेन्चुरीको बनाएको यो चाहिँ 8औँ सेन्चुरीमा बनाएको यो चिजहरू नि कलाको होइन यो चाहिँ 102वटा हातहरू होइन हेर्नु सक्नुहुन्छ नभए पढ्नु बनाउँदाखेरि यो चाहिँ 2072मा भत्केको भूकम्पको त्यो चिजहरू होइन यता खान यी the late Sita no the late Sita Dev beloved grandmother of and father of के हो पाटनको कला संस्कृति कति हो होइन यो चाहिँ मेमोरी रहेछ होइन मेमोरी जस्तै रहेछ होइन अरू चाहिँ यता म्युजियमतिर हेर्ने ठाउँ होला म म्युजियममा पनि जान्छु होइन म्युजियम त म्युजियमै हो त्यही पनि यो उस ठाउँहरू रहेछ होइन हेर्न सक्नुहुन्छ यो त म अझै माथि जान गइरहेको होइन अझै माथि जान्छु एक फ्लोर मात्रै हो धेरै पनि छैन होइन
फुल ए ल हेर्नु एक्टरमा चाहिँ अनि बे ओइ चुप न चुप अनि यता पनि होइन अनि अरे यता त कति छ होइन यता त कति छ यी होइन अझै यति है यी होइन यहाँ पनि यी हेर्न सक्नुहुन्छ यता त झनै राम्रो हो होइन काठको हो यो यो यता पनि छ होइन अझै यता यो चाहिँ के रहेछ भन्न होइन म्याम म बुझ्नु भएन अनि कमेन्टमा भन्नु म कमेन्ट पढेर अनि त्यो उस गरेर देखाउँछु होइन तपाईँले भन्नु मात्रै नि अनि त्यसपछि म उस गरेर देखाउँछु त्यो तपाईँलाई अर्को डिटेल भिडियोमा सम्झाइदिन्छु होइन के भनेर रिसर्च त मैले पनि गर्नुपर्छ त्यही भएर 64 शताब्दीको आजभन्दा 5 हेर्न सक्नुहुन्छ यो पनि होइन फेरि देखाइदिउँला होइन यो चाहिँ कति वर्ष पुरानो हो भने द graphical representation 62 example of column designer and developed by civilization worldwide in this a period of 4500 years from the Egyptian old period to the beginning of the 21st century भनेपछि धेरै नै पहिला रहेछ पहिलाको झ्याल